नेपालमा हजुरबुबा हजुरआमाको हेरचाह परिवारले गर्नु सामान्य कुरा हो, हैन र? तर जापानमा धेरै वृद्ध मानिसहरू केयर होम भनिने विशेष ठाउँमा बस्छन्। किन जापानमा परिवार नभएर व्यावसायिक कर्मचारीले हेरचाह गर्छन्? यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने तपाईले यसको कारण बुझ्न सक्नुहुन्छ। र जापानमा नर्सिङ केयरको काम गर्नु भनेको के हो त्यो स्पष्ट रूपमा कल्पना गर्न सक्नुहुन्छ। अहिले जापानमा 4 मध्ये 1 जनाभन्दा बढी 65 वर्ष माथिका वृद्ध छन्। यो विश्वमै सबैभन्दा उच्च अनुपातमध्ये एक हो। यसरी धेरै बढ्नुको कारण भनेको चिकित्साको विकासले मानिसहरू लामो समयसम्म बाँच्न थालेका छन्। यो आफैमा निकै खुसीको कुरा हो। तर एकै समयमा जन्मदर पनि घट्दै गएको छ। बालबालिका जन्मिने संख्या घट्दै गएको छ र युवाहरूको संख्या पनि कम हुँदै गएको छ। त्यसको नतिजा वृद्धलाई सहारा दिने युवा पुस्ताको संख्या अत्यन्तै कम हुँदै गएको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा काठमाडौँमा बस्ने सबै वृद्धको हेरचाह केही दर्जन मानिसहरूले मात्रै गर्नुपर्ने जस्तो अवस्था अहिले जापानभरि भइरहेको छ भन्ने कल्पना गर्न सकिन्छ। पहिले जापानमा पनि संयुक्त अर्थात् ठूलो परिवारको संस्कृति थियो। हजुरबुबा हजुरआमा आमा बुबा र बालबालिका सँगै बस्ने 3 पुस्ता एउटै घरमा बस्ने चलन सामान्य रहेको समय पनि थियो। तर अहिले अवस्था फरक छ। धेरैजसो युवाहरू कामको खोजीमा सहरतिर जान्छन् र आमा बुबाबाट टाढा बसिरहेका छन्। नेपालमा पनि यस्तै प्रवृत्ति छ, हैन र? थप रूपमा अहिलेको समय नर्सिङ केयरमा खाना ल्याएर दिने मात्रले पर्याप्त हुँदैन। शारीरिक रूपमा असहज भएका वृद्धहरूको नुहाउने सहायता, शौचालय सहयोग, डिमेन्सिया अर्थात् बिर्सने रोगको रोगीको हेरचाह जस्ता कामहरू बढ्दै गएका छन्, जसका लागि विशेष ज्ञान र शारीरिक शक्तिको आवश्यक पर्छ। त्यसैले जापानमा परिवारले जति नै माया गरे पनि व्यावसायिक सिप भएको व्यक्तिहरूको सहयोग लिनु अपरिहार्य भएको छ। यो परिवारको माया घटेको कारण होइन, बरु समाज जटिल भएको परिणाम हो। अब नर्सिङ केयर होममा वास्तवमा के गरिन्छ त? ठूलो रूपमा हेर्दा 4 वटा कामहरू हुन्छन्। 1. खाना खान सहयोग। आफैले खान गाह्रो हुने वृद्धहरूलाई खाना मुखसम्म पुर्याइदिने र खाना सजिलो हुने अवस्थामा बस्न मद्दत गर्ने गरिन्छ। 2. नुहाउन सहयोग। एक्लै नुहाउन गाह्रो हुने व्यक्तिलाई सुरक्षित रूपमा नुहाउन सहयोग गरिन्छ। 3. शौचालय अर्थात् पिसाब दिशा गर्न सहयोग। शौचालय सहयोग हो। सुरुमा धेरैलाई अप्ठ्यारो लाग्छ, तर बानी परेपछि म यस व्यक्तिको स्वास्थ्यको ख्याल राखिरहेको छु भन्ने अनुभूति हुन्छ। 4. स्थान सार्न सहयोग। बेडबाट व्हीलचेयरबाट कुर्सीमा सुरक्षित रूपमा सार्न मद्दत गरिन्छ। यसका साथै सँगै खेल खेल्ने वा गीत गाउने जस्ता मनोरञ्जनात्मक गतिविधि, सेवाग्राहीसँगको कुराकानी आदि गरेर उनीहरूको दैनिक जीवनमा सहयोग हुने काम हो। इमानदारीपूर्वक भन्नुपर्दा सुरुमा दुविधामा पर्ने कुराहरू छन्। पहिलो फरक पर्ने कुरा समयको सचेतना हो। जापानको नर्सिङ केयरमा मिनेटमा के गर्ने भनेर तालिका बनाइएको हुन्छ। 9 बजे खाना खान सहयोग, 10 बजे नुहाउन सहयोग जस्तो गरी। सुरुमा बानी पार्न अलि समय लाग्छ। दोस्रो भनेको भाषाको बाधा हो। सेवाग्राहीहरूमध्ये धेरैजसो वृद्ध हुन्छन् र उनीहरू छिटो बोल्ने वा स्थानीय बोली भाषा प्रयोग गर्ने गर्छन्। एन्फो स्तरको जापानी भाषा भए पनि सुरुमा धेरै कुरा बुझ्न गाह्रो हुन्छ। तर चिन्ता नगर्नुहोस्, सबैजनालाई सुरुमा यस्तै हुन्छन्। तेस्रो भनेको रिपोर्ट गर्ने संस्कृति हो। जापानको कार्यस्थलमा होरेन्सो अर्थात् रिपोर्ट गर्नु, खबर गर्नु, सल्लाह गर्नु हो। यो कुराहरू अत्यन्त महत्त्वपूर्ण छ। केही कुरा मनमा लाग्यो भने एक्लै निर्णय नगरी तुरुन्तै कामको प्रमुखलाई जानकारी दिनुपर्ने हुन्छ। चौथो भनेको शारीरिक हेरचाह प्रति बानी बसाल्नु हो। नेपालमा रगतको सम्बन्ध नभएका अरू व्यक्तिको शरीरमा छोइदा केही मानिसहरूलाई असहज वा अप्ठ्यारो लाग्न सक्छ। तर नर्सिङ केयरको काममा अर्को व्यक्तिको आत्मसम्मानको ध्यान राख्दै शरीरलाई छुनु आधारभूत काम हो। यो व्यावसायिक रूपमा सिकिने सिप हो। कठिन कुराहरू पनि मैले साँचो रूपमा बताएँ। तर नर्सिङ केयरको काममा अरू ठाउँमा नपाइने सन्तुष्टि र अर्थपूर्ण अनुभव पाइन्छ। यो यस्तो काम हो जहाँ हरेक दिन धन्यवाद सुन्न पाइन्छ। सेवाग्राहीको मुस्कान र तपाईँ हुनुभएको भएर राम्रो भयो भन्ने शब्दहरू सिधै मनसम्म पुग्छन्। नेपालमा हुर्केका मानिसहरूमा वृद्धलाई हेरचाह गर्ने भावना स्वाभाविक रूपमा हुन्छ। त्यो भावना जापानको नर्सिङ केयरको क्षेत्रमा वास्तव नै आवश्यक छ।
त्यसैगरी नर्सिङ केयरको काममा विभिन्न योग्यताहरू प्राप्त गर्दै चरणबद्ध रूपमा अगाडि बढ्न सकिन्छ। तोकुतेई डिनो अर्थात् SSW1 को रूपमा 3 वर्ष काम गरेपछि नर्सिङ केयर वर्कर बन्ने राष्ट्रिय योग्यता प्रमाणित पत्र हासिल गर्ने अवसर पाइन्छ। यो जापानमा लामो समयसम्म सुरक्षित र स्थिर रूपमा काम गर्नको लागि महत्त्वपूर्ण कदम हो। थप रूपमा वास्तवमै जापानमा काम गरिरहेका नेपालीहरू भन्छन्, सिप सिकियो, जापानी भाषा राम्रो भयो, बचत गर्न सकियो। सपना लिएर जापान आएर त्यो सपना पूरा गरिरहेका सफल मानिसहरू निश्चित रूपमा छन्। यो भिडियो हेरेर अलिकति भए पनि प्रयास गरौँ भन्ने भावना आएको तपाईलाई जापानमा नर्सिङ केयरको काम गर्नका लागि आवश्यक चरणहरू बताउने छौँ। सबैभन्दा पहिले नेपालमै दिन सकिने 3 वटा परीक्षा छन्। 1. नर्सिङ केयर सिप मूल्याङ्कन परीक्षा, 2. नर्सिङ केयरका लागि जापानी भाषा मूल्याङ्कन परीक्षा र 3. जापानी भाषा परीक्षा N4। यी परीक्षाहरू काठमाडौँमा दिन सकिन्छ। यिनीहरूमा पास भयो भने जापानको नर्सिङ केयर होममा रोजगारी पाई तोकुतेई डिनो अर्थात् SSW1 का रूपमा काम गर्न सकिन्छ। अर्को भिडियोमा यी 3 परीक्षाको विषयवस्तु नेपाली भाषामा विस्तृत रूपमा बताउनेछु। यस्तै जानकारीको लागि कृपया च्यानल सब्स्क्राइब गर्नुहोला र अर्को भिडियो पनि हेर्नुहोला। केही नबुझेको भए कृपया कमेन्टमा लेख्नुहोस्, म सकेसम्म जवाफ दिनेछु। सँगै मिलेर सपना पूरा गरौँ।